सो हे गाइज वेलकम ब्याक टु माई च्यानल। स्वागत छ तपाईँहरूलाई आजको यस नयाँ भिडियोमा। अनि आज चाहिँ बिहानै के भन्नु, भर्खरै उठेर भर्खर बल्ल 6 बजे भर्खरै उठेँ। अनि उठेर बित्तिकै म अब मुख धुन्छु, हातहरू धुन्छु। आज चाहिँ हामी रोपाई गर्न, खेत रोपाई, धान रोपाई गर्न जाँदैछौँ आन्टीकोमा, गाउँकै आन्टीमा। अनि हाम्रो पहाडतिर। अनि आज चाहिँ मौसम यस्तो गरिरहेको, खै यस्तोमा के रोपाई होला, पानी पनि परेन। त्यही हो, हेरौँ आज चाहिँ रोपाइमा गएर के कस्तो हुन्छ हेर्नुपर्छ है गाइस। अब खाजासाजा खाएर अनि जानुपर्ने हुन्छ। सो हामीले चाहिँ खाजासाजा खायो अरे अब हिँड्ने। मम्मीहरू चाहिँ गइसक्नु भयो। मलाई चाहिँ यहाँ यता यो टोपीसोपी खोज्दाखेरि ढिला भयो, किनभने यहाँ पानी आउला, यो टोपी लगेर जानुपर्ने हुन्छ अनि खानुपर्ने हुन्छ। मम्मीहरू चाहिँ सामान किन्न लाग्नुभयो क्या, अङ्कलहरू सायद गइसक्नु भयो। सो रोप्न जान्छ, म एक्लै मात्र रहन्छ यहाँबाट। हो त सन्त अङ्कलहरू, अरू हाम्रो श्याम अङ्कलहरू सबै जानुहुने रहेछ। अनि चाहिँ म हिँड्दै गरेको, उहाँ आउँदै हुनुहुन्छ। अब गएर ट्याक्क लगाएर आज चाहिँ रोपाइ गर्नुपर्ने हुन्छ। रोपाइको मजै छुट्टै छ फेरि होइन। फेरि हाम्रो गाउँतिरको अब रोपाइ त्यस्तो हो, पानी सानी अब पाइपबाट हालेर हो के अरे होइन। ट्र्याक्टर छ, ट्र्याक्टरले हिलाएर रोप्नुपर्ने। मम्मीहरूले त्यहाँ सामानहरू बोकेर जानुभयो। फाइनल्ली चाहिँ हामी यहाँ आइपुग्यो दाइ, हामी अङ्कल सबजना भएर। अनि आज चाहिँ रोपाइ चाहिँ यहाँनिर यो ठुलो पाटामा गर्ने हो। अनि उहाँ चाहिँ बिउ सिउ निकाल्ने काम चलिरहेको, ट्याक्क लगाएर। त्यही हो, हामीले चाहिँ अब पाइप साइप तान्ने के हो कुनै त्यही गर्ने होला। अहिले चाहिँ हामीले पाइप तान्नु लागिरहेको। म चाहिँ यता बिचमा छु, पछाडि अङ्कलहरू हुनुहुन्छ, अगाडि बाजे अङ्कल दाई सब जानुभयो। हो, पाइप चाहिँ माथि तान्नु पर्ने रहेछ। त्यही हो गाइस, यस्तो सानो पाइपमा पानी लिएर अनि खेत रोप्ने सिस्टमले बिगार पार्यो त यार। लो थाक्यो नि। हामीले चाहिँ के भन्छ, पाइप चाहिँ यहाँ मात्रदेखि लिने कुरो भयो। टाढो त छैन, तर यो पाइप तान्नै गाह्रो क्या यार। साला सिँचाइ पुग्यो भए त्यसरी यति मेहनत गर्नु नै पर्ने थिएन त। अब के गर्नु यार, सिँचाइ नै छैन। हुन त खाने पानी त राम्रोसँग छैन, अब के सिँचाइ होस्, त्यही पनि ठिकै छ। यही भान तानेर रमाइलो गरौँ। अनि हामीले चाहिँ पानी यही लग्ने हो, यहाँबाट होइन, माथिबाट दाइ र बाजेले उहाँ बनाउनु लाउनु भयो। उहाँनिर यहाँबाट हाल्ने कुरो भयो। त्यही हो, पानी चाहिँ ठिकै हो। यतिको चाहिँ सिधै कुलोबाट जाने भए त ठिक हुन्थ्यो, तर अब कुलो छैन, यतिकै लग्नुपर्ने। पाइप जोडेर आउनुहुन्छ उहाँहरू चाहिँ। हामी चाहिँ अब फेरि अर्को पाइपको टुक्रा यो पुगे छैन होइन, आधा जति भयो। अनि फेरि आधा चाहिँ यहाँबाट अर्को जोड्नु पर्ने छ। अब त्यसलाई फेरि गएर जोड्नु पऱ्यो। त्यही नै हो, हेरौँ अब कस्तो हुन्छ, कति टाइम लाग्छ। पाइप चाहिँ यसरी हालेर लगिन्छ हामी चाहिँ यहाँदेखि, यति माथिदेखि पाइप चाहिँ हो उहाँ तलसम्म चाहिँ। हाम्रो अर्को दाइले हल्का हल्का थियो देखायो कि पानी गइरहेको अरे, छोडिदिनु त अब त बस्ला पनि। यहाँ यस्तो छ, हामी यता पानी भयो। अनि यहाँनिर चाहिँ वाटरफल पनि रहेछ है। पानी चाहिँ छुट्यो है, यहाँदेखि ट्याक्क लगाएर छुट्यो। अब हामी चाहिँ जानु पऱ्यो कतै, उपल्लो जाम होइन, जानु पऱ्यो। अनि मैले चाहिँ आज बुट लाउनु बिर्सेको छु। आज जुगाल चाहिँ मेरो रगत मात्र होइन, हड्डी मासु पनि खाला जस्तो लागिरहेको यार, नभुनी भयो त। पानी चाहिँ यत्रो आइरहेको है, मजाले आहा। अर्को टुक्रा चाहिँ लिएर अब यहाँ जोडेर अनि बल्ल यहाँबाट उहाँ पुग्छ होला। अझ पुगेन, पाइप चाहिँ कम भयो। अनि गाइस हामी चाहिँ पाइप तानिरहेको थियौँ। पाइप चाहिँ सबै टुक्रा रहेछ। अनि त्यसलाई जोड्नु पर्ने। अनि पन्ने चाहिँ यतै त्यो जोड्नका लागि बनाउने पन्ने यहाँ कता छ अरे, यहाँतिर त रोपी पनि सक्नु भयो। यही हो पन्ने चाहिँ, यो पाइप जोड्ने यो के भन्छ यसलाई, पता नै थाहा छैन। अनि यहाँनिर चाहिँ धान सान रोपिसक्नु भयो यार। यहाँ चाहिँ ज्ञानबहादुर कार्की हाम्रो के भन्छ वडा अध्यक्षको चाहिँ यहाँ रोपिसक्नु भयो, उहाँ पनि यहीँ हुनुहुन्छ। अनि अब चाहिँ हामीले यो लगेर त्यहाँ जोड्नु पर्ने। 4वटा 5वटा टुक्रा रहेछ पाइपको चाहिँ। अनि त्यो के भन्छ जोडेर अनि पानी ल्याउनु पर्ने। पुरै सानो ठुलो भयो क्या पाइप चाहिँ, मजा नै आएन। पानी चाहिँ आयो, ट्र्याक्टर सेक्टर रेडी छ हाम्रो।
अब चाहिँ ट्याक्क हिलाउनु पर्ने ट्र्याक्टरले रन्काउनु पर्ने हुन्छ पानी चाहिँ प्रेसरले दियो नि त अब त यो तरिकाले भिजाउनु त मलाई 15 मिनेट 10 मिनेट लाग्नु सबै गयो भएर होइन ट्याक्क लगाएर पानी आइहाल्यो नि त अब त अब एकछिन भिजाएर चाहिँ हामीले ट्र्याक्टर रन्काउनु पर्ने हुन्छ अनि छेउ लगाएर आलीसाली लगाएर हाम्रो पाइप कतिखेर हजुर सुरु गर्ने हो है गाइस त्यही हो हेरौँ हामीले चाहिँ खानासाना खाइवरी पाइप तानिसकेर स्टप गरेर हाम्रो चाहिँ हिलाउने काम सुरु भइसक्यो यहाँ बाउँसे गुरु पर्छन् यहाँ बाजेले हाल्नुभएको अङ्कलले चाहिँ जति हानिराख्नु भएको पालो पालो हामीले गरिराख्नु पर्ने छ अब हेरौँ कस्तो हुन्छ अब झ्याप हान्नुपर्ने हुन्छ गाइस त्यही हो अब हामी त काम गर्ने घर जाने हो यहाँ त हिलो खेल्ने सिस्टम छैन किनभने यहाँ हिलो खेल्ने कोही छैनन् अब रोपाइ सुरु भयो है मम्मीहरू आन्टीहरू सब आएर रोपाइ सुरु गरिसक्नु भयो बजेहरू त्यत्र हामीहरू चाहिँ जोत्ने पानी हाल्ने बाउँसेहरू पर्यो अनि त्यही भएर अब एकछिन चाहिँ हामीले टाइम स्ल्याब बनाएर यहाँ राखिन्छ हेरिन्छ है कस्तो हुन्छ भनेर हाम्रो चाहिँ के भइरहेको भने एउटा बारी लगभग सकिन आँट्यो यहाँनिर ट्र्याक्टर चाहिँ ल्याप्प लाएर खै बिग्रियो के भयो चल्दै चलेन है चल्न चलेको तर ढकढक गरिरहेको अनि हेर्न सक्नुहुन्छ हाम्रो गाउँको एकदम लेकतिरको यो रोपाइ त्यही हो अब माथिरपट्टि गरेर एकछिन फेरि खन्नुपर्ने हुन्छ यसले चाहिँ हामीले यसरी घर हान्नुपर्ने हुन्छ त्यही हो एउटा ट्र्याक्टर बिग्रेर अर्को ट्र्याक्टर तुरुन्तै मगाएर अनि चाहिँ हामीले यो ट्र्याक्टर मगायौँ हाम्रो उहाँको ट्र्याक्टर चाहिँ बिग्रियो गाइजहरू पुरै यहीँ जानुहुन्छ मम्मी छामा आन्टी बजै दिदी सब हुनुहुन्छ यहाँनिर चाहिँ हामीहरू चाहिँ गाइजहरू यता छौँ फेरि हाम्रो छुट्टै सहयोग छ फेरि त्यही हो अब एकछिनपछि चाहिँ सुरु गर्नुपर्ने हुन्छ घरबेटी भाइ अङ्कल अगाडि उहाँ फेरि घरबेटी अङ्कल उहाँकै यो लगाउने यत्रो पुरै बारीमा लगाउनु पर्ने ट्र्याक्टर पनि स्टार्ट भयो गाइज अब फेरि एकछिन हेर्नु पर्ने एउटा राखेर व्यवस्थापन गरेर ट्याक्क लगाएर त्यही हो अनुहारै ओह्रालो हो यहाँ जान्छ कि दाजु फेरि खुद काट के भयो क्या कति होइन यो तल्लो रिगाको पानी हो क्या
हात धुनुहोस् नास्ता खाने तपाईँले फेरि हेर्नुहोस् म देख्छु अहिले चाहिँ दिउँसोको 2:30 भयो अनि 2:30 बजे चाहिँ हामीले अब खाजा नास्ता गर्नुपर्ने हुन्छ। यता चाहिँ अझै उहाँ के भन्छ लेडिज ग्रुपहरूले रोप्ने ग्रुपहरूले चाहिँ रोप्दैछन्। हामीहरू चाहिँ अब ट्याक्क हातसात धोएर हातसातको विगत भयो त्यो पनि अब हामीले खाजासाजा खानुपर्छ अनि त्यसपछि सुरु गर्नुपर्छ। केटाहरू सब हात धुन लागिरहन् यहाँ दाइहरू अनि उता गाइजहरू उतै लागिरहन् त्यही हो है। यो चाहिँ खाजा आयो रोटी चटनी अचार यता गाइजहरू थुप्रै लस्कर छ कि होइन त्यही हो। अब चाहिँ हामीले ट्याक्क बसेर खान्छ एकछिन अनि त्यसपछि खाजासाजा खाइयो। ओ अहिले क्यामेरै खराब भयो। सो खाजासाजा खाइयो सबैजना। अब हामी चाहिँ उठ्यो अब लेडिज पार्टीहरूको ठ्याक्कै सक्कै अनि उहाँहरूले खानुहुन्छ। अब चाहिँ हामीहरू चाहिँ लाग्यो अब जोत्न खन्न हिलाउन। फाइनली गाइस हामी चाहिँ 3टा बारी सकाइयो। यताको यो एउटा अनि यहाँ मुनि चाहिँ यताको एउटा गर्दा सकाइयो अनि रात पनि पर्यो। रातिको रेस बेलुका अब 7 बज्नु लाग्यो 6:30 भइसक्यो। त्यही हो। अब तिमीले गफ हाने ट्र्याक्टरवाला अङ्कल चाहिँ आउनुहुन्छ। यहीँको हामीले चलाउने ट्र्याक्टर चाहिँ हो वहाँनिर त्यहाँ बिजोग भएर बसिरहेको काम नलाग्ने भएर सक्कै यो सबै चाहिँ अब हाम्रो छुट्टी भयो। अब घरतिर हिँड्ने हाम्रो प्लान छ है। अब त्यही सबजना आफ्नो आफ्नो बाटो लगाइसक्नु भयो। हामीहरू चाहिँ एकछिन उभियौँ अब एकछिनमा हामी पनि चलिदिन्छौँ। त्यही हो गाइस अब घरतिर जान्छ है त। अनि आज चाहिँ दोस्रो दिन नेक्स्ट डे भइसक्यो। अनि नेक्स्ट डेमा चाहिँ म घर हिजो बेलुका आएर थकै लागेको थियो यतिकै सुत्दै होइन। त्यसपछि बिहान भर्खर उठेँ। हिजोको दिन चाहिँ त्यस्तै गइहाल्यो। घरि ट्र्याक्टर बिग्रिने घरि के हुने घरि पानी पर्ने घरि जुगाली टोक्ने घरि के हुने गर्दा गर्दै सक्यो। अनि कामसाम सकेर आयो। अनि आज पनि सकाउनु पर्ने थियो जोतेर त्यो रोपेर तर त्यो पनि भएन। म गएन किनभने घर कोही पनि छैनन्। मम्मी चाहिँ जानुभयो भाइ बल्छाउन जाने भयो अनि त्यही भएर म गएन। त्यति नै हो गाइज। अनि भिडियो कस्तो लाग्यो हेरेर यस्तो प्रतिक्रिया दिनु होला। अनि च्यानललाई चाहिँ लाइक हानेर सब्सक्राइब चाहिँ गर्नु होला। सेयर भलै नगरे पनि त्यही हो।